के गर्नु त हो मर्नु देविका दिदी पहिला कुन बस्ने त हो र पहिला र अहिले बस्ने नि फरक हुन्छ र मुख अब त खुलाल बस्ने त हो सबैले जसुकै भन झगडा नगर अरूको बारेमा बोल्दा नि नबोल्ने जसले अरूको नाम लिन्छ त्यसलाई म्युट हान्ने ब्लक हान्ने बस्ने अब झगडा गरे फाइदा छैन यो फेक आइडीबाट हेर्न उहाँ कस्तो के भने तिमी केही नबोल चाँडो अब एउटा हजुर एउटा 50 रुपैयाँ पाऊ नजाऊ आनन्दले बस्नु ए सबै साथीसँग माया छ दुनियाँमा हो नि अब चुप बस्नु ओके मेरो त होइन है फेरि आइदियो सही हो सही हो सही हो सही हो अनि मम्मीसँग कन्ट्याक्ट हुँदैछ मम्मीले त कुरा भइहाल्छ नि छोरो त्यहीँ छ नि छोरासँग नबोल्ने त मरिहालिन्छ त्यो आमाले पनि नि कति पिर बिचारा म त फोन गर्न छोडेको त तिमीहरूको आमालाई त फोन गरेर त रुनु थालिहाल्छ नि अनि त्यो रुको सुन्नुभन्दा बरु गर्दै नगर अलि घर के हो बुढा नहुनुपर्छ है कुलाल बस्नेतको छोरी भने कुलाल बस्नेतको छोरी त अलि खोइ के लाइकको हुनुपर्छ भनेछ अहिले पिक्चरमा ओकिल पनि छैन गडुङको हुनुपर्छ है अरे कोही छैन देवीका कति गरी बिर्स्यौ किन अरूको कुरा सुन्यो कसको कुरा सुनेर होइन बेइज्जत गर्नु हुँदैन एउटा छोरी मान्छे हो बिचरा अलिक गाह्रो भएको छ बिचरा अलिकति हो नि यताउता कुराहरू त्यस्तो भन्नु पहिला आफ्नो बुढा सही ठाउँमा राख्ने अनि अर्कालाई खोट्लाउने कुरा गर्ने अर्काको नाम पनि लिनुहुन्न जतिखेर नि त्यो मिनालाई ठोसै गर्छ छोरा मान्छेको नि हर गल्ती हुन्छ आफ्नो बुढालाई राम्रोसँग रुजाएर त आफूले राख्ने हो बुढा आज के हुँदैछ भोलि मलाई घुमाउन लिएर जानु छोराछोरी घरमा हुनुहुन्छ भोलि आज छोराछोरीको छुट्टी छ घुम्न जाउँ बुढा मलाई कतै घुमाउन लैजानुस् मिठो खाना खाउँ कतै गएर राम्रो होइन त्यो त आफूले गराउने हो नभए घरमै कुनै मिठो नमिठो मसिनो भयो भने कोठामै बनाएर खाउँ बुढो फ्यामिलीसँगै बसौँ त्यो कुरा आफूले रुजाउने हो क्या छोरा मान्छे आफूले हातमा लिने हो अर्काले कसैले पनि लाँदैन बुढालाई खुसी कसरी बनाउँछ छोरा मान्छेलाई बोलेर खुसी हुन्छन् एउटा कुरा भरे आउँदा ए जा रानीको छोरा खाते त जतिखेर नि अर्का बुढो तँ घर खान पाइनस् भन्दाखेरि कसैले रिस उठ्दैन नगरे भए कुरा पनि गर्न मन लाग्छ हो मलाई रिस उठेर दिमाग घ्याङ घ्याङ गऱ्यो भने कसैले यो जतिखेर नि मलाई रिस उठेर चाहिँ म गरिदिन्छु भनेर हिँड्दैन त्यो मन एउटा हुन्छ कि आफ्नो बुढालाई रुजाउने आफूले आफ्नो फ्यामिलीलाई खुसी बनाउने आफूले बाहिर टिकटक सामाजिक सञ्जालमा आएर रोएर भोलि यस्तो त्यस्तो एक दिन पो हेर्छन् 2 दिन पो हेर्छन् पर्सिदेखि आफ्नो बुढाले हेर्नुपर्छ त्यो हो कि हामी चाहिँ त्यस्तोतिर जाउँ के जहिले नेगेटिभमा कुदेछ यो फलानीले यसो भनेछ अरे ढिसानीले यस्तो भनेको छ अरे भनेर कुद्ने होइन के मलाई दुनियाँले मलाई भनौँ न अहिले कुरामा चल्या देविकाको बारेमा मान्छेले कति थरी प्राइभेटमा भनेको छ म कसैको बारेमा कसम चाहिँ कुद्दिनँ मलाई मेरै बुढाले भने नि कुद्दिनँ मेरै घर फ्यामिलीले भने नि कुद्दिनँ मेरै दिदीहरूले कति थरी म कुदेकै छैन के छ मलाई थाहा छ नि त मैले कस्तो के भनेको छु उसलाई के गर्छु भनेको थिएँ त्यो मलाई थाहा छ तर मैले कसैलाई पनि बोलेको छैन उसको बारेमा अहिलेसम्म कसैसँग माया भनेको मनमुटु भनेको सबैसँग हुँदैन कि एउटैसँग हुन्छ चाहे राम्रो नै होस् चाहे घिन लाग्दिने होस् चाहे नराम्रो नै होस् चाहे जोसुकै होस् त्यो हिस्ट्री मैले त्यो बताइदियो भने के हुन्छ भोलि त्यो भाउजूलाई कति तल पार्छन् सबैजनाले भोलि नराम्रो भएर आफै नाङ्गिन्छ त्यही भएर आफूले कुरा गर्दा धेरै कुराहरू सोचेर बोल्नु भाउजू तपाईँलाई मैले सम्झाएको छु भाउजू त भाउजू सम्मान त भाउजू भनेको आमा सरी हुन्छन् हाम्रोमा चाहिँ होइन तपाईँहरूको कस्तो हुन्छ थाहा भएन हाम्रो त आफ्नो त दाजुभाइ नभएर होला दाइको प्यारो बन्न मन लाग्छ दाजुभाइमा अलिकति हामी त दाजुभाइ पनि छैनौँ त्यही भएर भाउजू भइराखेपछि सम्मान भाउजू नै हो दाइ भनेपछि दाइ नै हो यो दायाँ बायाँ गाँच कुरा गर्न आउँदैन भयो है गाइस कहाँबाट तिमी भन्नुभएको छ म कतारबाट तातो पानी खाऊ रे तातो पानी रुच्दैन
के ढिँडो खानला हो नि ढिँडो खानला हो नमस्कार बेरोजगारी अध्यक्ष रे